उहाँ दाई जय कुमार तामाङ दाईले आज उहाँको मनमा लागेको दुई शब्द कुरा भन्दै हुनुहुन्छ। दाई तपाईँको मनमा लागेको कुरा दुई शब्द भन्नु त। म भन्छु अब होइन 2009 सालमा चाहिँ मेरो श्रीमती विदेश गएको होइन। हजुर भन्नु श्रीमतीको नाम चाहिँ? कल्पना तामाङ। हजुर अनि गएको दुईवटा बच्चाहरू अब भइसकेपछि गएको। अहिलेसम्म सम्पर्क बिन छ। हजुर सम्पर्कमा आएको छैन। त्यही पनि अब तपाईँहरूलाई हामीले अब भन्दाखेरि अब मिडिया अब कसैले सम्पर्क गरिदिनु भयो, मिलाइदिनु भयो भनेदेखि म मिडिया कम्पनीहरूलाई चाहिँ म आभारी म गर्नेछु। म अड्केर जाँदै उहाँलाई चाहिँ अब बोल्दा बोल्दै एकदम भावुक हुनुभयो। उहाँको श्रीमती कल्पना राई 2009 सालदेखि विदेश जानुभएको, आउनु भएको रहेछ अहिलेसम्म। कोहीले के भयो कस्तो छ त्यति मात्र उहाँले बुझ्न खोजिराख्नु भएको छ। एकचोटि उहाँलाई कोहीले देख्नुभयो भने म यहाँ फोटो तल हालिदिन्छु। उहाँलाई कसले चिन्नुहुन्छ, कोहीले देख्नुहुन्छ भने मलाई एकचोटि म्यासेज गरिदिनु, अनि म उहाँ दाईलाई सम्पर्क गर्छु। दाईको फेसबुक आइडी चाहिँ जय कुमार तामाङ छ, क्याप र टोपी लगाएको। म त्यो पनि तल हालिदिन्छु। म अब के भन्नुहुन्छ अरू दाई? म अब के अरे आशावादी छु भन्नु पऱ्यो नि अब होइन। अब तपाईँहरू जुन मिडिया अथवा जुनै संस्थाहरूले यताउति गरे पनि मेरो श्रीमतीसँग अथवा मेरो श्रीमती चाहिँ आओस् फर्केर भन्ने मेरो चाहिँ चाहना छ। अनि छोरीहरू कस्तो छ अहिले? छोरीहरू अहिले अब छोरीहरू ऊ बाहिर जाँदाखेरि अब कति वर्ष पछाडि छोरीहरू पनि बिहा गरेर गयो। एउटा भोजपुर जिल्ला गयो, सुस्मिता तामाङ होइन। एउटा चाहिँ उता रुकुम जिल्ला जाने चाहिँ रुकुम जिल्ला जाने चाहिँ स्वास्तिका तामाङ। रुकुम जिल्लामा चाहिँ स्वस्तिका तामाङ। हजुर स्वास्तिका तामाङ। तपाईँको अहिले लगभग 16 वर्ष भयो होइन? 16 वर्षदेखि एकचोटि पनि कन्ट्याक्टमा छैन? होइन कन्ट्याक्ट छैन भाइ, कन्ट्याक्ट छैन। त्योभन्दा अगाडि चाहिँ कन्ट्याक्टमा थियो कि? त्योभन्दा अगाडि नि अब बच्चाहरू यहीँदेखि हाम्रो मासु बजार कान्छादेखि नै टिकट आलु गरेर भोजपुर दिङ्ला दिएर पठाएको। हजुर होइन, त्यहाँदेखि हुँदैहरू यता सम्पर्कमा आएन, ऊ पनि आएन। उसलाई त अब टिकट आलु गरेर यहाँबाट दिएको। कान्छी जोरी चाहिँ माथि भोजपुरमै पढ्दै थियो। पढ्दा मैले छोडेर यता धरान झरेँ म। छोरीहरू पनि कन्ट्याक्टमा छैन तपाईँको? कहाँ कन्ट्याक्टमै छैन नि, दुइटै छोरी कन्ट्याक्टमा छैन। तपाईँको नम्बर छ? नम्बर छ नि मेरो। ल म नम्बर पनि यहाँ तपाईँको तल उसमा हालिदिन्छु। उहाँलाई एकचोटि चाहिँ कन्ट्याक्ट गर्नु। अब उहाँ चाहिँ अब बस्न त एकदम आनन्दले यहाँ बसिराख्नु भएको छ होइन। तैपनि अब छोराछोरी बुढीलाई एकचोटि उहाँको भेट्ने इच्छा छ। यही यसबाटै सम्पर्क गरिदिन्छु। तपाईँको फेसबुक आइडी पनि मैले भनिसकेको छु, नम्बर पनि हालिदिन्छु। ल दाइ म यो हालिदिन्छु है दाइ। नम्बर हाल्ने होइन, नम्बर तपाईँलाई थाहा छ? म भन्नु नम्बर भन्नु त। मेरो कति 98 20 31 अनि 42 अनि लास्ट उता 88 88 ल 98 20 31 42 88 उहाँको नम्बर चाहिँ। उहाँलाई सम्पर्क गर्नु होला। जय कुमार तामाङ। नाम सबै म तलै लेखिदिन्छु। ल हस् त दाइ, धन्यवाद। ल भाइ, यो सम्पर्क भयो भने तपाईँलाई धेरै धन्यवाद। ईश्वरले तपाईँलाई तथास्तु गरिरहेको। हस् त दाइ, हस्।